बाई 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 हात मिलाऊ लभ यू बिस्तारै जाऊ भरे कल गर निस्केर फोन लग्यो ल म अब चर्च जान्छु नमस्ते गुड मर्निङ सबैजनालाई स्वागत छ तपाईँ सबैजनालाई आजको यस भ्लगमा अनि मैले भ्लग नबनाएको चाहिँ धेरै समय भयो तर पनि आजदेखि चाहिँ यसो भ्लग बनाउनु पर्यो भनेर म सुरु गरिराखेको छु अनि तपाईँले निश्चय नै मन पराइदिनुहुन्छ भनेर आशा गर्छु मसँग मेरो वाइफ छ अनि उसलाई चाहिँ म अहिले म चाहिँ अहिले उसलाई ड्युटी पुर्याउनको लागि जाँदैछु उज आज चाहिँ सन्डे हो तर उसको ड्युटी लाग्छ किन भन्दाखेरि चाहिँ दसैँको छुट्टी चाहिँ उनीहरूको चाहिँ 2 दिन मात्रै दिएछ तर त्यो 2 दिनमा 2 दिन चाहिँ छुट्टी 4 दिन भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई 2 सन्डे लगाएर चाहिँ 4 दिन नै दसैँको छुट्टी बनाइदिएको रहेछ अनि आज र 19 तारिक सन्डेको दिन चाहिँ उनीहरू चाहिँ ड्युटी नै जानुपर्ने रहेछ अनि म चाहिँ यहीँ आज रुममै बस्छु म यहाँनिर बागे खोलामा छु अनि बागे खोला यो बागे खोला हो ऊ बसेको चाहिँ ऊ परनिर हो अनि आज म यहीँ बसेर यहीँ चर्च बस्छु यहाँ बागे खोला चर्च चाहिँ उही माथि छ अहिले भयो भने तपाईँलाई म देखाउने छु हेर्न सक्नुहुन्छ तपाईँहरूले हेर्नुस् तपाईँलाई आज ड्युटी लागेर कस्तो लागिरहेछ किन भन्नु नि अल्छी लाग्छ अन्त अस्ति दसैँको 2 दिन मात्रै थियो छुट्टी होइन हौ दसैँ होइन 2 दिन छुट्टी थियो 2 दिन मिलाइदियो होइन त्यसको सट्टामा चाहिँ सन्डे र यो आजको सन्डे र 19 तारिक मिलाइदिएको है के भएर छुट्टी कसरी बित्यो खाएर बनाएर ए है छुट्टी चाहिँ तर उसको चाहिँ के बित्यो नि है मलाई दङ्गाएरै के काम गर्यो तपाईँले के काम गर्यो तपाईँले लुगा धुयो घर सफा गर्यो हैन पानी परेको त्यो त एज युजुअल काम हो नि मैले तपाईलाई खिलाएन चाउमिन बनाएर खिलाए तर उ चाहिँ एक्सपर्ट छ है उस बनाउनुमा चाहिँ खानेकुरा बनाएर खिलाए तपाईलाई पर लगे बोरिङ नहोस् मेरो बुढालाई बोरिङ नहोस् भनेर पर लगे रेस्टुरेन्ट लगे है अरूको बुढीहरूले त गर्दैन अरूको बुढीहरूले गर्दैन मेरो बुढीले गर्छ के राम्रो छ मन्सु यो चाहिँ मन्सु है पर सबिना दिको घरमा है सबिना दिहरुको कुकुर हैन तर यो चाहिँ गाडी देख्यो चाहिँ पुरा अत्तालिने रहेछ यो चाहिँ नगएको भए हुन्थ्यो हिजो मेला झन्नै उयो गरेको नि चेप्टाको नि गाडीले ओह मेरो वाइफ कन्टिन्यू हिँड्ने बाटो चाहिँ यस्तो छ है यहाँनिर तपाईहरुले हेर्न सक्नुहुन्छ टिस्टा खोला यो पक्रा त एकछिन झोला म जुम गरेर देखाइदिनु पर्यो टिस्टा खोलाको गति चाहिँ यस्तो भएर चाहिँ आम्मामा बढिरहेछ हिजो बेलुका रातभरि पानी परेकोले चाहिँ झन् डरलाग्दो भइरहेछ यहाँनिर हिजो बेलुकीको पानीले पक्कै पनि जाडो लिएर जस्तो लाग्यो मलाई पनि यहाँनिर जाडो भइरहेछ यहाँनिर हाफप्यान्ट र यस्तो भेस्टमा चप्लीमा हिँडेको त जाडो भयो यहाँ बागे खोलामा जाडो हुनु भनेपछि त अरू ठाउँ त निश्चय नै जाडो भयो होला उसलाई यहाँनिर स्वेटर सल लगाइन्जेल भयो जाडो भएर ठिकै हो तपाईँले त लाउनु पर्छ नि अन्त अब यु हेभ टु क्या भयो मजाले तपाईँले चाहिँ अब आफूलाई केयर गर्नु पर्यो नि होइन हो पक्कै उसको फाइनली यहाँनिर ड्युटी गर्ने ठाउँ चाहिँ आइपुग्यो ड्युटी गर्ने ठाउँ चाहिँ यहाँ होइन तर उसको ड्युटी गर्ने ठाउँ चाहिँ ऊ पर हो टाइटन कम्पनी अन्त यो चाहिँ इन्डियन ओइल मैले अघि तपाईँलाई भने नि यो चाहिँ इन्डियन ओइल हो लु अब यहाँबाट चाहिँ उ जाँदैछ ल बाई 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 हात मिलाऊ लभ यू बिस्तारै जाऊ भरे कल गर निस्केर फोन लग्यो ल म अब चर्च जान्छु नि ल बुझेँ मैले म चर्च जान्छु
अहिले चाहिँ उसलाई अब पुरा राखेर म चाहिँ यहाँनिर जाँदैछु। म र मन्सु ए मन्सु अब म र मन्सु चाहिँ हामी चाहिँ दुईजना चाहिँ रुमतर्फै फर्किँदैछौँ। अहिले चाहिँ बिगेन ब्रदर र म हामी दुईजना चाहिँ बागेखोला चर्च जाँदैछौँ। अनि चर्च चाहिँ उही माथि छ, यहाँ रुम मेरो रुम चाहिँ उयो मुनि हो, युनिसाको रुम। अनि चर्च चाहिँ कति भन्नु अब यसलाई 15-20 पाइलामा चाहिँ पुगिन्छ यहाँको चर्च चाहिँ नजिकै। तर यहाँ चाहिँ चर्च बिहान 8:30 बजी नै लाग्छ। अरू ठाउँतिर चाहिँ 11 बजीतिर मात्रै हुन्छ। तर यहाँ चाहिँ चर्च चाहिँ 8:30 मै लाग्छ। 8:30 मै म चाहिँ यहाँनिर चर्चभित्र पस्दैछु। यो चर्चलाई चाहिँ बागेखोला अल सेन्ट चर्च भनेर भनिन्छ। म अरू चर्चहरूभन्दा प्रायः यो चर्च चाहिँ जाने गर्छु, हेर्न सक्नुहुन्छ तपाईँले। अहिले चाहिँ चर्चबाट म फर्किँदैछु। पछाडि बाइक पनि छ। यहाँबाट चर्चबाट 1-2 पाइलामै भनौँ न रुम चाहिँ पुगिहाल्छ। यहाँनिर ल भाइ रुम चाहिँ पुगिहाल्यो हो। यो किचन, यो पल्लोपट्टि रुम। अब चाहिँ म यहाँनिर बिहान खाना नखाइ गएको। अन्त अब चाहिँ यहाँनिर खाना तताएर खाना लागिराखेको छु। बिहान यो युनिसाले बनाएको यहाँ खाना छ राइस कुकरमा। अब यो खाना चाहिँ यहाँ हालिकन तताएर पाटुट भुटेर चाहिँ खानुपर्छ। अब यहाँनिर अब चाहिँ यसरी भुटेर हो खानुपर्छ। यहाँ अलिकति घिउ पनि छ, घिउ पनि लाउनुपर्छ। यहाँनिर मैले अब भुटिसकेँ। भुटिसकेर चाहिँ अब यो डल्ले खोर्सानीसँगै खाना गइराखेको छु। खाना खानुभन्दा अगाडि प्रार्थना, प्रभुलाई धन्यवाद होस् यो खानाको लागि। परमप्रभुले जिताउनु भयो जसद्वारा हामीले यो सेवन गर्न पाइराखेका छौँ, खाना पाइराखेका छौँ। प्रभुलाई महिमा अनि प्रभुलाई धन्यवाद भएको होस् यसोको नाममा, आमेन। हुन्छ, यतिखेर म खाना गइराखेको छु। खोर्सानी चाहिँ दामी रुच्छ खाना। हुन्छ, आजको भ्लगलाई तपाईँले हेरिदिनु भएको लागि धन्यवाद छ। जतिजनाले पनि हेरिरहनु भएको छ। अनि यो भ्लगलाई म यति नै अन्त गरिराखेको छु। आउँदो दिनहरूमा, आउँदो समयमा फेरि पनि ल्याउने प्रयास गर्नेछु। यसर्थ तपाईँले मन पराइदिनु भयो भने सब्सक्राइब, लाइक अनि सेयर गर्न नबिर्सिदिनु होला। धन्यवाद।